हामी अहिले तपाईलाई जुन दृश्य देखाउन गइरहेका छौं त्यो दृश्य हेरेर सायद तपाई अवाक रहनुहुनेछ। यो मानिसहरूको लाइन कुनै भिजा वा ग्रीन कार्डको लागि होइन। यो त लाइन हो केवल मोमो खानको निमित्त। यो हो काठमाडौँको सुन्दरामा अवस्थित एउटा मोमो पसल। यहाँ हजारौं मानिसहरू दिनमा यसरी नै मोमो खानको लागि लाइन लाग्ने गर्दछन्। हामीले मोमो व्यापारीलाई बुझ्दा करिब 5000 प्लेट दिनमा बिक्री हुने गर्दछ रे। तपाई आफै अनुमान लगाउनुस् एक दिनको कमाई। यो पसलमा दिनमा करिब 5 लाखको व्यापार हुन्छ र फाइदा 40%। गर्यो भने के हुँदैन यहाँ। त्यसैले एकचोटी सबैले सोच्ने हो कि ग्रीन कार्डको पछि लाग्नुभन्दा आफ्नै देशमा केही गरौं र सबल बनौं। के लिन आउनु तपाईँ? यहाँको फेमस मोमो हो हैन? मोमो खाना फेमस है। फेमस तौला पनि मोमो मोमो यहाँको मोमो त धेरै मिठो लाग्छ। म प्राय काठमाडौँ गएको सबै यहाँको मोमो खान्छ। यहाँ मोमो नै मात्र छ। यहाँ सबै पुरै पाक हुन्छ। खानु पनि पाउँदैन। यो सुन्दरा स्थित धरहरा छेउको यो मोमो पसल हो। देख्नुहुन्छ यहाँ थुप्रै व्यक्तिहरू हुनुहुन्छ यो मोमोको लाइन। के लिन आउनु तपाईँ? यहाँको फेमस मोमो हो हैन? मोमो खाना फेमस है। फेमस तौला पनि मोमो यहाँको मोमो त धेरै मिठो लाग्छ। म प्राय काठमाडौँ गएको सबै यहाँको मोमो खान्छ। यहाँ मोमो नै मात्र छ। यहाँ सबै पुरै पाक हुन्छ। खानु पनि पाउँदैन। यो सुन्दरा स्थित धरहरा छेउको यो मोमो पसल हो। देख्नुहुन्छ यहाँ थुप्रै व्यक्तिहरू हुनुहुन्छ यो मोमोको लाइन। के लिन आउनु तपाईँ? यहाँको फेमस मोमो हो हैन? मोमो खाना फेमस है। फेमस तौला पनि मोमो यहाँको मोमो त धेरै मिठो लाग्छ। म प्राय काठमाडौँ गएको सबै यहाँको मोमो खान्छ। यहाँ मोमो नै मात्र छ। यहाँ सबै पुरै पाक हुन्छ। खानु पनि पाउँदैन। यो सुन्दरा स्थित धरहरा छेउको यो मोमो पसल हो। देख्नुहुन्छ यहाँ थुप्रै व्यक्तिहरू हुनुहुन्छ यो मोमोको लाइन।